हेलो एभ्रिवान, आज ब्लग बनाएको कति टाइम भइसकेको 11:30 राति पनि भइसकेको 11:30 इट्स फर मी नट फर मी इट्स नाइट टाइम। के भन्नु चाहन्छु कि जिन्दगीमा गरे कि खालि भन्छ क्या सबले एक्लै आएँ एक्लै जिने एक्लै मर्ने एक्लै। ओ साँच्चै रहेछ, एक्लै जिनुपर्छ एक्लै मर्नु। म हेर्नु यहाँ एक्लै घरमा, छोरा एकतिर बुढा एकतिर। पाइदेखि चिडिया हो त एटलिस्ट किन भने राति त घोसलामा भेट्छ नि, मेरो त कोही छैन। एक्लै एक्लै बुढी बस्ने एक्लै बुढी मर्ने। एउटा फ्युजको लागि नै होइन, म त कति चिज एडिट गर्नु पनि जान्दैन, के पनि गर्नु जान्दैन। एउटा च्यानल यतिकै फर फन खोलेको एक्चुअली 2023देखि एउटा भिडियो मात्रै छ मसँग त्यति बेलाको। भन्ने मतलब एउटा फ्याक्ट साँच्चीको रहेछ कि जिन्दगीमा नि एक्लै एक्लै रहेछ, कोही हुन्न। हेर्नु न विशेष मेरो घरमा हेर्नु ए कुना कुना त के एक्लै एक्लै साँच्चै कडुवा सच एक्लै कोही हुन्न रहेछ। कति भन्छ उहाँसँग यो गुवा अनि यो घिनलाग्दो दाँत जो मुख देखाउन चाहन्न। त्यही भन्नु जान्छु कि अरूलाई हेरेर स्ट्रङ होइन, आफै स्ट्रङ हुनुपर्दो रहेछ। एभ्रिवान गुड नाइट।